सन् 1912को अप्रिल 15मा विश्वको सबैभन्दा ठुलो जहाज टाइटैनिक डुब्यो। यो दुर्घटनामा हजारौँ मानिसले आफ्नो जीवन गुमाए। तर यस भयानक घटनामा एउटा नाम सधैँ प्रेरणाको स्रोत बन्न पुग्यो, जोन हार्पर। जोन हार्पर स्कटल्यान्डको एक चर्चका पादरी थिए। उनी टाइटैनिकमा चढेर अमेरिका जाँदै थिए, जहाँ उनले सिकागो चर्चको सेवा गर्नुपर्ने थियो। उनीसँग उनकी सानी छोरी थियो, जसलाई उनी निकै माया गर्थे। तर टाइटैनिक आइसबर्गसँग ठोक्किएर डुब्न थालेपछि उनले आफ्नो जीवनभन्दा अरूको जीवन बचाउन बढी महत्त्व दिए। जहाँ डुब्न लागेको बेला जोन हार्परले आफ्नी छोरीलाई लाइफ बोटमा राखिदिए। उनलाई थाहा थियो उनी छोरीसँग जान सक्थे, तर उनले भने, म तिनीहरूको लागि यहीँ छु। उनले आफ्नो लाइफ ज्याकेट समेत अग्लाई दिए। पानीमा पुगेपछि जोनले आफ्नो ज्यानको परवाह नगरी मानिसहरूलाई साहस दिने प्रयास गरे। उनी चिसो पानीमा पौड्दै डुब्न लागेका मानिसहरूसँग पुगेर तपाईँको आत्मा तयार छ भनेर सोध्दै प्रार्थना गर्न र भगवानप्रति विश्वास गर्न प्रेरित गर्थे।